जोन स्टर्टले भनेका छन्, क्रिस्चियन मिनिस्ट्री इज नट सस्टेन्ड बाई ट्यालेन्ट बट बाई क्यारेक्टर। प्रभुले पहिले हृदय हेर्नुहुन्छ, त्यसपछि जिम्मेवारी दिनुहुन्छ। प्रभु आफैले उनलाई पत्रुस भन्ने नाउँ दिइसक्नु भएको थियो, तर 15 पदमा आएर हामीले हेऱ्यौँ भने यहाँ प्रभुले उनलाई सिमोन भनेर सम्बोधन गर्नुभएको छ। किन प्रभुले उनलाई फेरि पत्रुस भनेर बोलाउनु भएन त? हुन्छ, सञ्चालिकाज्यूलाई धेरै धेरै धन्यवाद छ र साथै प्रभुलाई पनि धेरै धेरै धन्यवाद छ। सम्पूर्णमा ख्रीष्ट अभिवादन, जय मसीह। हुन्छ, प्रभुलाई महिमा भएको होस्। फेरि यस ठाउँमा प्रभुले हामीलाई डोराएर ल्याउनु भएको छ। हुन्छ, हामी यो समय प्रभुको जीवित वचन सुन्नेछौँ। वचनमा जानुभन्दा अगाडि हामी वचनको निम्ति छोटो प्रार्थना गर्नेछौँ। हामी प्रार्थना गरौँ। प्यारो प्रभु परमेश्वर बुवा, हामी तपाईँलाई धन्यवाद दिँदछौँ। आजको सुन्दर दिन, यो सुन्दर समय तपाईँले हाम्रो निम्ति दिनुभयो। अनि फेरि तपाईँकै प्रेममा, तपाईँकै अनुग्रहमा हामीलाई यस ठाउँमा, यस सहरमा तपाईँको आराधना गर्नुको निम्ति भेला गर्नुभयो। हामी तपाईँलाई धन्यवाद दिँदछौँ। यस समय प्रभु हामीले गीतहरूद्वारा, भजनहरूद्वारा तपाईँको महिमा, आराधना, तपाईँको नाउँलाई उचालेका छौँ। र समय हामी तपाईँको जीवित वचनबाट केही वचनहरू हामी हेर्न जाँदैछौँ। प्रभु, यो वचन बोल्नको निम्ति म स्वयंलाई तपाईँले सहायता गरिदिनुहोस्। मेरो बल र शक्तिले होइन, मेरो चाहनाले होइन प्रभु, तर तपाईँको पवित्र आत्माको भरिपूर्णताद्वारा बोल्नको निम्ति तपाईँ मसँग भएर बोलिदिनुहोस्, सहायता गरिदिनु भएको छ अनि बिन्ती अनि प्रार्थना गर्दछु। र सुन्ने प्रत्येक तपाईँका जनहरूको साथमा तपाईँ भइदिनुहोस्। आफ्नो हृदयलाई तयारी बनाएर आजको वचनलाई सुन्नको निम्ति र त्यो सुनेर प्रभु आफ्नो जीवनमा प्रयोग गर्नको निम्ति पवित्र आत्माद्वारा सहायता गर्नुभएको छ अनि बिन्ती अनि प्रार्थना गर्दछु। यो वचनबाट हामीलाई अझै तपाईँसँगको सम्बन्धमा हुर्किन र तपाईँको सम्बन्धमा रहनको निम्ति सहायता गर्नुभएको होस् भन्दै आजको यो वचनको भागलाई तपाईँको हातमा समर्पण गर्दै माग्दछु आशिष प्रभु यीशु ख्रीष्टको नाममा। आमेन। हुन्छ, हामी वचनतर्फ जानेछौँ। वचनलाई सुरु गर्नुभन्दा अगाडि म तपाईँहरूलाई एउटा प्रश्न राख्दछु। तपाईँहरूसँग पेपर छ भने तपाईँले त्यो प्रश्नको उत्तर तपाईँले लेख्न सक्नुहुन्छ। त्यहाँनिर पेपर छ अनि त्यसमा तपाईँले आफ्नो उत्तर एउटा शब्दको केही तपाईँलाई जे लाग्छ त्यो तपाईँले लेख्न सक्नुहुन्छ। उत्तर मलाई भन्नु पर्दैन, त्यसमा लेख्नुहोस्। तर एकचोटिमा मात्र लेख्नुहोस्, नकेर्नुहोस्। मलाई यो भन्दा नि मलाई यो लागेको थियो भनेर नकेर्नुहोस्। पहिलोपटक जे लेख्नुहुन्छ त्यही नै छोड्नुहोस्। र हामीले आजको वचन सुनिसकेपछि, प्रभुको जीवित वचन सुनिसकेपछि तपाईँहरूलाई फेरि तपाईँको उत्तर र वचन सुनिसकेपछिको उत्तर लेख्नुहोस् र आफूले लेखेको, पहिला लेखेको र वचन सुनिसकेपछि लेखेको उत्तरलाई हामी कम्पेयर गर्नेछौँ। तपाईँहरूलाई प्रश्न ध्यान दिएर सुन्नुहोस्। पेन चाहिन्छ भने मसँग यहाँ छ, यहाँ पनि छ पेन, पेन्सिल। प्रश्न ध्यान दिएर सुन्नुहोस्। परमेश्वरको राज्यमा जिम्मेवारी वा सेवकाई गर्नको निम्ति मानिस या हामी विश्वासीहरूमा हुनुपर्ने एउटा कुरा के लाग्छ तपाईँहरूलाई? तपाईँहरूको मनमा जे लाग्छ त्यही लेख्नुहोस्, नकेर्नुहोस्। एक शब्दमा लेख्नुभयो हुन्छ, एउटा वान वर्डमा लेख्नुभयो हुन्छ। के कुरा तपाईँलाई लाग्छ त्यो तपाईँले लेख्नुहोस् र राख्नुहोस्। हामी पछि वचन सुनिसकेपछि त्यसलाई तपाईँहरूको उत्तर र वचनमा आएको उत्तरलाई हामी हेर्नेछौँ। तपाईँले प्रश्न बुझ्नुभयो? परमेश्वरको राज्यमा जिम्मेवारी वा सेवकाईलाई अगाडि बढाउनको निम्ति विश्वासीमा हुनुपर्ने गुण भनौँ एउटा, होइन? हुनुपर्ने गुण के हो त्यो तपाईँले टिप्नुहोस्, नकेर्नुहोस् है। एउटै शब्दमा पहिलोपटक तपाईँहरूको दिमागले जे भन्यो, जे लेख्नुभयो त्यही नै छोड्नुहोस्। फेरि हामी पछि हेर्नेछौँ। हुन्छ, यो प्रश्नलाई यतिकैमा राख्दै प्रश्नलाई नै उत्तर हामी खोज्दै आजको वचनलाई हामी हेर्नेछौँ। आजको वचनतर्फ हामी जानेछौँ। त्योभन्दा पहिला हामीले
गएको हप्ताको वचनलाई थोरै रिभाइज गरौँ है। हामी गएको वचनमा गएको हप्ता हामीलाई वक्ताले के विषयमा वचन दिनुभएको थियो त भन्ने विषयलाई थोरै हामी रिभाइज गरौँ। गएको हप्ता हामीलाई वक्ताले यूहन्नाको पुस्तक सुसमाचारको यूहन्नाको पुस्तक 21 अध्यायको 1 पददेखि 14 पदसम्म वचन प्रचार गर्नुभएको थियो। अनि आज त्यही वचन पछिको घटनालाई हामी हेर्नेछौँ। गएको हप्ता प्रचारकले हामीलाई बताउँदै हुनुहुन्थ्यो कि प्रभु येशू बौरी उठ्नु भइसकेपछि आफ्नो चेलाहरू कहाँ तेस्रो पटक देखा पर्नुभएको, तेस्रो पल्ट चाहिँ आफ्नो चेलाहरू कहाँ प्रकट हुनुभएको कुरा चाहिँ हामीले गएको हप्ता पायौँ। अनि त्यति बेलामा चेलाहरू चाहिँ के गर्दै थिए त भन्दाखेरि आफ्नो माछा मार्ने काम है, अनि माछा मार्ने कामलाई चाहिँ काममा चाहिँ लागिरहेका थिए। अनि माछा मार्नको निम्ति आफ्ना जाल चाहिँ फ्याँकिरहेको थियो, तर उनीहरूले माछा पक्रिरहेको थिएन। अनि प्रभु येशूले चाहिँ उनीहरूलाई एउटा दिशामा माछा के अरे जाल फ्याँक्नको निम्ति भन्नुभयो। अनि जुन येशूले भन्नुभएको दिशातिर उनीहरूले जाल फ्याँके, उनीहरूले धेरै प्रशस्त मात्रामा माछा पाएको कुराहरू हामीले गएको हप्तामा हेरेका थियौँ। साथै प्रभुले त्यहाँनिर चेलाहरूको निम्ति चाहिँ आगो बालेर भोजन तयार पारिदिनु भएको घटनालाई पनि गएको हप्तामा हामीले हेऱ्यौँ। अनि त्यही भोजन तयार पारिसक्नु भएपछि भोजन खानुभयो। अनि भोजन खाइसकेपछिको घटनालाई चाहिँ आज हामी हेर्नेछौँ। तपाईँले मसँगै पल्टाउन सक्नुहुन्छ यूहन्नाको पुस्तक 21 अध्यायको 15 देखि 17 पदसम्म हामी हेर्नेछौँ। जो तपाईँले पाउनुभयो होला, म हामी सबैको निम्ति यहाँ पढेर सुनाइदिनेछु। यहाँ यसरी लेखिएको छ यूहन्ना 21को 15मा, अब खाइसकेपछि त्यो भोजन गरिसकेपछि चाहिँ के भयो त भन्ने घटनालाई हामी यहाँ हेर्नेछौँ। शीर्षकमा लेखेको छ पत्रुसलाई येशूको अन्तिम आदेश। 15 पदमा, जब तिनीहरूले खाइसके तब येशूले सिमोन पत्रुसलाई भन्नुभयो, यूहन्नाका छोरा सिमोन, के तिमी मलाई यिनीहरूभन्दा बढी प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ, म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा पाठाहरूलाई खुवाओ। 16 पदमा, उहाँले फेरि दोस्रो पल्ट तिनलाई भन्नुभयो, यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ, म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा भेडाहरूको हेरचाह गर। 17 पद, उहाँले तिनलाई तेस्रो पल्ट भन्नुभयो, यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? पत्रुस दुखित भए, किनकि उहाँले तेस्रो पल्ट तिनलाई के तिमी मलाई प्रेम गर्छौ भन्नुभयो। तिनले उहाँलाई भने, प्रभु, तपाईँ सब कुरा जान्नुहुन्छ, म तपाईँलाई प्रेम गर्दछु भनी तपाईँलाई थाहा छ। येशूले तिनलाई भन्नुभयो, मेरा भेडाहरूलाई खुवाओ। आमेन। हुन्छ, वचन पढाइमा प्रभुले आशीष दिनुभएको होस्। यहाँनिर भर्खर हामीले हेऱ्यौँ 21को 15मा भोजन खाइसकेपछि है, अगाडिको उसमा चाहिँ घटनामा चाहिँ प्रभुले भोज तयार पारिदिनु भएको थियो चेलाहरूको निम्ति। अनि सबैजना एकसाथ बसेर भोजन गरेका थिए। र त्यो भोजन खाइसकेपछिको घटनामा त्यहाँनिर समुद्रको किनारामा बसेर यो घटनाहरू भइरहेको थियो। अनि प्रभुले त्यहाँनिर सिमोन पत्रुससँग चाहिँ बातचित गर्नुभएको कुरा हामी त्यहाँ थाहा पाउँदछौँ है। प्रभु येशू र सिमोन बिचको कुराकानी हामी यो घटनामा थाहा पाउँदछौँ है। अब हामी थोरै सिमोन पत्रुसको विषयलाई हेरौँ। सिमोन पत्रुस को थिए त भन्ने कुरालाई थोरै हामी ब्याकग्राउन्डमा जाउँ कि सिमोन पत्रुस चाहिँ एउटा साधारण व्यक्ति थिए जो चाहिँ माछा मार्ने काम गर्दथे। उसको प्रोफेसन चाहिँ माछा मार्ने काम थियो है। अनि सिमोन यहाँनिर प्रभुले यूहन्नाका छोरा भनेर सम्बोधन गर्नुभएको छ, यूहन्नाका छोरा सिमोन भनेर। अनि यो यूहन्ना भन्ने चाहिँ फेरि बप्तिस्मा दिने यूहन्ना पनि होइनन्, अनि यो प्रभु येशू ख्रीष्टको चेला यूहन्ना पनि होइनन् है। यो चाहिँ अन्य अरू नै यूहन्ना हो। अनि यो चाहिँ साधारण व्यक्ति यूहन्ना, उनका छोरा चाहिँ सिमोन अनि अन्द्रियासका दाइ अन्द्रियास, जो चाहिँ प्रभु येशू ख्रीष्टको चेला मध्येका एक हुनुहुन्थ्यो।
है। अनि सिमोन चाहिँ एकदम साधारण व्यक्ति, माछा मार्ने व्यक्ति थियो। अनि जब अन्द्रियासले सिमोनलाई पहिलोपटक प्रभु येशू ख्रीष्टसँग भेट गराउनु भयो अनि प्रभुले सिमोनलाई देख्ने बित्तिकै प्रभुले उसलाई एउटा नाउँ दिनुभयो। के भनेर? पत्रुस भनेर, जसको अर्थ हो चट्टान। बाइबलमा हामी पाउँदछौँ केफास भन्ने शब्द प्रयोग गरेको छ। यो हामी यूहन्नाको 1 अध्यायको 40 देखि 42 पदमा हेऱ्यौँ भने, 42 पदमा मुख्य गरी 42 पदमा हामीले हेऱ्यौँ भने पाउँदछौँ। यहाँनिर यसरी प्रभुले भन्नुभएको छ, म तपाईँहरूको निम्ति पढेर सुनाइदिनेछु। यूहन्ना 1:42 मा, तिनले सिमोनलाई येशू कहाँ ल्याए। येशूले उनलाई हेर्नुभयो र भन्नुभयो, तिमी योहानेसको छोरा सिमोन हौ, तिमी केफास, जसको अर्थ हो चट्टान भनिने छौ। आमेन। यहाँनिर प्रभुले पहिलोपटक सिमोनलाई भेट्नु भएको अनि प्रभुले उसलाई हेर्नुभयो र उसलाई चाहिँ हेर्ने बित्तिकै उसको नाम चाहिँ प्रभुले केफास यानि अर्को अर्थमा चट्टान, अर्को अर्थ फेरि पत्रुस भनेर नाउँ दिनुभयो। अनि प्रभुले यो नाउँ किन दिनुभयो त? हैन, के प्रभुसँग प्रभुको चेला बन्नको निम्ति नाउँ परिवर्तन गर्नै पर्ने हो त? अवश्य पनि होइन, हैन। तर प्रभुले किन त्यो नाउँ सिमोनलाई पत्रुस भनेर दिनुभयो? किन त भन्दा प्रभुले जब सिमोनलाई देख्नुभयो, पहिलोपटक प्रभुले सिमोनलाई भेट्नुभयो, प्रभुले उसलाई अहिलेको अवस्थामा मात्रै हेर्नु भएन, प्रभुले वर्तमान अवस्थालाई मात्रै हेर्नु भएन, सिमोनको भविष्यलाई पनि प्रभुले हेर्नुभयो। अनि प्रभुले सिमोनद्वारा ठुलो काम गर्ने योजना बनाउनु भएको थियो है। यो चाहिँ हामी प्रेरित 2 अध्यायमा गएर थाहा पाउँदछौँ कि सिमोन पत्रुसबाट चाहिँ के भएको छ? मण्डली स्थापित भएको छ है। अनि यो कुरा प्रभु पहिल्यैदेखि नै जान्नुहुन्थ्यो, प्रभुले पहिल्यैदेखि नै तय गरेर राख्नु भएको थियो। त्यही कारणले चाहिँ सिमोनलाई चाहिँ उहाँले पत्रुस भनी नाम दिनुभयो, चट्टान, हैन। अनि किन भने अर्को प्रश्नमा सिमोन चाहिँ उसको अवस्थामा चाहिँ के थियो त भन्दाखेरि अलिकति कमजोर व्यक्ति, अलिकति डरपोक टाइपको, हैन, अलिकति एकदम त्यो स्थिर रहन नसक्ने खानेको व्यक्ति भएको कारणले चाहिँ प्रभुले चाहिँ उनलाई अब आगामी दिनमा आउने भविष्यमा चाहिँ ठुलो जिम्मेवारी सुम्पिन चाहनु भएको कारणले गर्दाखेरि चाहिँ उनलाई चट्टान भनेर पत्रुस भनेर चाहिँ नाउँ दिनुभएको थियो। तर यहाँनिर 15 पदमा हामीले आएर हेऱ्यौँ भने प्रभु आफैले उनलाई पत्रुस भन्ने नाउँ दिइसक्नु भएको थियो। तर 15 पदमा आएर हामीले हेऱ्यौँ भने यहाँ प्रभुले उनलाई सिमोन भनेर सम्बोधन गर्नुभएको छ है। अब यो किन त भन्ने कुरालाई हामी हेर्नेछौँ। किन प्रभुले उनलाई फेरि पत्रुस भनेर बोलाउनु भएन त? प्रभुले आफैले उनलाई पत्रुस भन्ने नाउँ दिइसक्नु भएको थियो, तर पनि प्रभुले उनलाई पत्रुस नभनिकन सिमोन भनेर बोलाउनु भयो है। सिमोनको बाँकी अरू लाइफको त्यो कुराहरू पनि हामीलाई थाहा छ है। सिमोन पत्रुस जसले प्रभुलाई 3 पटक इन्कार गरेको है, त्यो व्यक्ति हुन् सिमोन पत्रुस, हैन। अनि प्रभुले आफैले नाम दिइसक्नु भए तापनि यहाँनिर चाहिँ प्रभुले सिमोन भनेर सम्बोधन गर्नुको पनि यो ठुलो रहस्य हामी भेटाउँदछौँ। यो साधारण कुरा होइन, हैन, जे भनेर बोलाए पनि भइहाल्यो नि भन्ने कुरा होइन, तर यसमा धेरै गहिरो कुराहरू लुकेको छ। जस्तै सिमोन, जब ऊ सिमोन थियो प्रभुलाई भेट्नुभन्दा अगाडि ऊ एकदमै के भन्यो, कमजोर डरपोक टाइपको व्यक्ति थियो। तर जब प्रभुलाई भेटिसकेपछि, जब उसलाई प्रभुले पत्रुस भन्ने नाउँ दिइसक्नु भएपछि, प्रभुसँग उनी पछि हिँडिसकेपछि उनी फरक व्यक्ति या फरक स्वभावको भइसकेका थिए। तर पनि जब प्रभुको पक्राउ भयो तब उसलाई प्रश्न गरिँदाखेरि उसले के गरेको थियो? प्रभुलाई 3 पटक इन्कार गरेको थियो। अनि यो किन त भन्दा उनी यहुदीहरूदेखि के भएका थिए? डराएका थिए। अनि उनको त्यो डर स्वभाव त्यहाँनिर प्रकट भएको कुराहरू हामी बाइबलमा पाउँदछ। यूहन्ना 18 अध्यायतिर हामीले हेऱ्यौँ भने पत्रुसले 3 पटक इन्कार गरेको कुराहरू हामी पाउँदछौँ। अर्को कुरा, जब येशू ख्रीष्ट फेरि बौरी उठी आउनुभयो अनि
चेलाहरूसँगै सिमोन पत्रुस पनि यहुदीहरूकै डरको कारणले के गरेर बसेको थियो? कोठा बन्द गरेर, ढोकाहरू बन्द गरेर बसेको अवस्था थियो। त्यहाँ पनि हामी डर देख्दछौँ है, यो 20 अध्यायमा हामी पाउँदछौँ। र अर्को तेस्रो कुरा, यहाँ हामीले 21 अध्यायकै 3 पदमा हेऱ्यौँ भने सिमोन पत्रुसले तिनीहरूलाई भने म माछा मार्न जाँदैछु है। अनि यसले चाहिँ के सङ्केत गराउँछ त भने उनी चाहिँ आफ्नो पुरानो पेसामा फर्किसकेको कुराहरू हामी भेट्टाउँदछौँ। प्रभुले उनलाई ठुलो जिम्मेवारी दिन चाहनु भएको थियो हैन। प्रभुको योजना उनको निम्ति छुट्टै थियो, तर जब उनले प्रभुलाई इन्कार गरे उनको मनमा त के भयो? एउटा गिल्ट भयो। मैले यसरी प्रभुलाई इन्कार गरेँ, म चाहिँ एउटा असफल व्यक्ति भएँ भन्ने खालेको एउटा गिल्ट उनले महसुस गरिरहेको थियो। अनि उनले प्रभुले उनको निम्ति सोच्नु भएको हैन, दिन चाहनु भएको जिम्मेवारीलाई या एउटा ठुलो महान कामलाई चाहिँ बिर्सेर उनी के भएको थियो? फेरि आफ्नो पेसातिर फर्किसकेको थियो। अनि यही कुराहरूलाई सम्झना गराउनको निम्ति, यही कुराहरू हैन कि तिमी चाहिँ फेरि किन पुरानो स्वभावमा फर्क्यौ भन्ने त्यो सम्झना गराउनको निम्ति चाहिँ प्रभुले उनलाई सिमोन भनेर बोलाउनु भएको थियो है। प्रभुले पत्रुस नभनिकन सिमोन भनेर बोलाउनु भएको थियो है। अनि यहाँनिर अर्को अब पछि यो किन सिमोन भनेर बोलाउनु भयो भन्ने यो कुरा भयो भने अब अर्को पछाडिपट्टि प्रभुले यहाँ सिमोन पत्रुसलाई प्रश्न गर्नुभएको छ, के तिमी मलाई यिनीहरू भन्दा बढी प्रेम गर्दछौ? प्रभुले यो प्रश्न यही खण्डहरुमा हामीले हेर्यो भने यो प्रश्न प्रभुले 3 पटक गर्नुभएको छ। अनि किन 3 पटक? किनभने पत्रुसले पनि प्रभुलाई 3 पटक के गरेको थियो? इन्कार गरेका थिए। अनि त्यही इन्कारको एउटा करेक्सन गराउनको निम्ति भनौँ सरल भाषामा कि प्रभुले उनलाई 3 पटक सम्झना गराउनको निम्ति 3 पटक यो कुराहरू प्रश्न गर्नुभएको थियो। यहाँनिर अब हामीले पाउँदछौँ यिनीहरू भन्दा बढी है। हामी शब्दलाई हेर्दैछौँ, यिनीहरू भन्दा बढी प्रभुले भन्नुभएको छ। अब को हुन् यिनीहरू या के हुन् यिनीहरू है? यिनीहरू भन्दा बढी भन्नाले हामी 2टा कुरालाई हामी यहाँ देख्दछौँ। एउटा अरू अन्य चेलाहरू भन्दा बढी है, किनभने पत्रुसले पहिला जब प्रभुसँग उनी बस्दथे, प्रभुको मृत्यु हुनुभन्दा अगाडि उनले के भनेका थिए त भने अरूले तपाईलाई त्यागे तापनि म तपाईलाई त्याग्ने छैन भनेर पत्रुसले भनेका थिए। अनि त्यो घमण्ड कि म अरूले यस्तो गरे तापनि, अरूले तपाईलाई त्यागे तापनि म तपाईलाई त्याग्ने छैन भन्ने व्यक्तिले चाहिँ के गरेको थियो? प्रभुलाई इन्कार गरेको थियो। अनि त्यसै कारणले चाहिँ प्रभुले उनलाई यहाँनिर अरू चेलाहरूसँग तुलना गर्दै प्रश्न गर्नुभएको छ कि के तिमी यिनीहरू भन्दा बढी मलाई प्रेम गर्दछौ? या यिनीहरू त्यो अरू चेलाहरू, अन्य चेलाहरू भन्दा बढी? र अर्को भाषामा, अर्को कुरामा भन्दा कि तिमी आफ्नो पेसा जुन माछा मार्ने पेसा छ, त्यो माछा मार्ने पेसालाई भन्दा पनि बढी मलाई प्रेम गर्छौ? या आफ्नो परिवार भन्दा पनि मलाई बढी प्रेम गर्छौ भनेर चाहिँ प्रश्न गर्नुभएको कुरा हो। यसमा हामी 2टा कुरा देख्दछौँ, एउटा चेलाहरू भन्दा बढी र अर्को आफ्नो माछा मार्ने पेसा भन्दा बढी। किनभने प्रभु उनलाई त्यो ठाउँमा मात्रै सीमित राख्न चाहनुहुन्न थियो, प्रभु उनलाई ठुलो जिम्मेवारी दिन चाहनुहुन्थ्यो, जुन चाहिँ पेन्टिकोसको समयमा गएर पुरा भएको कुराहरू हामी पाउँदछौँ है। फेरि 2 अध्यायलाई हामीले हेऱ्यौँ भने तपाईले घरमा पढ्न सक्नुहुन्छ यो कुराहरू कि त्यहाँ गएर चाहिँ प्रभुले पत्रुसको निम्ति राख्नु भएको जिम्मेवारी चाहिँ पुरा भएको छ, योजना चाहिँ पुरा भएको छ कि उनीद्वारा सिमोन पत्रुसद्वारा चाहिँ पेन्टिकोसको समयमा 3000 भन्दा बढी मानिसहरूले विश्वास गरेको जब पत्रुसले प्रचार गर्दै थिए। अनि 3000 भन्दा बढी मानिसले चाहिँ
प्रभुमा विश्वास गरेको र त्यही समयमै पेन्टिकोसको दिनमा अब केही हप्तापछि आउँदैछ पेन्टिकोसको समय अनि त्यही दिनमा नै त्यही दिनदेखि नै पहिलोपटक मण्डली चाहिँ स्थापित भएको कुराहरू हामी बाइबलमा पाउँदछौँ है। अनि त्यो योजनालाई पुरा गर्ने या त्यो योजना चाहिँ प्रभुको थियो। त्यसै कारणले चाहिँ प्रभुले भन्नुहुन्छ कि तिमी आफ्नो पेसाहरू भन्दा पनि आफ्नो माछा मार्ने काम भन्दा पनि बढी मलाई प्रेम गर्छौ भन्ने कुरालाई पनि हामी यसमा देख्न सक्दछौँ। अब अघि मैले भने 3 पटक प्रभुले किन प्रश्न गर्नुभयो, किनकि उनलाई 3 पटक उनले गरेको इन्कार हो त्यो चाहिँ करेक्सन जस्तो एउटा सम्झना जस्तो गराउनको निम्ति चाहिँ 3 पटक प्रभुले प्रश्न गर्नुभयो। तर त्यो भन्दै गर्दा प्रभुले चाहिँ पत्रुसलाई चाहिँ दोष देखाउन चाहनु भएको थिएन। तिमीले मलाई इन्कार गर्यौ, तिमीले मलाई किन इन्कार गर्यौ भनेर दोष देखाउन चाहनु भएको थिएन। तर प्रभुले पत्रुसको हृदयलाई जाँच गर्दै हुनुहुन्थ्यो है। प्रभुको पत्रुसको हृदयलाई चाहिँ जाँच गर्न चाहनुहुन्थ्यो। त्यो प्रश्नहरूद्वारा चाहिँ प्रभुले चाहिँ पत्रुसको हृदयलाई जाँच गर्दै हुनुहुन्थ्यो है। अनि त्यही जाँच गर्दै गर्दा जब पत्रुसले आफ्नो उत्तर प्रभुलाई दिए अनि त्यही उत्तरमा चाहिँ प्रभुले आफूले गर्न खोज्नु भएको जाँच या आफूले गर्नुभएको जाँचको उत्तर चाहिँ त्यो पत्रुसको उत्तरद्वारा पाउनु भएको छ है। प्रभुले चाहिँ के गर्दै हुनुहुन्थ्यो भने उसको हृदयलाई हेर्दै हुनुहुन्थ्यो। त्यही कारणले पनि प्रभुले यो प्रश्न चाहिँ पत्रुसलाई गर्नुभयो है। अनि जब पत्रुसले प्रभुलाई उत्तर दिए तिनले उहाँलाई भने, ज्यू प्रभु तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु भनेर जब उनले उत्तर दिए अनि प्रभुले आफ्नो जाँच गर्नुभएकोको उत्तर पाउनुभयो है। उनले फरक तरिकाले पनि जवाफ दिन सक्थ्यो, उनले फरक तरिकाले आफ्नो उत्तर दिन सक्थ्यो, तर उनले कोमल हृदयले तपाईँ जान्नुहुन्छ प्रभु भनेर प्रभुलाई उत्तर दिए। यानि कि उनीले के गरिसकेका थिए, पश्चाताप गरिसकेका थिए, उनी पश्चातापी हृदयका भइसकेका थिए अनि उनले नम्रता धारण गरिसकेका थिए है। यो चाहिँ एउटा नम्रताको चिन्ह चाहिँ उनले प्रभुलाई प्रकट गर्दै हुनुहुन्छ कि ज्यू प्रभु तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु हैन। अनि त्यो भन्ने बित्तिकै प्रभुले उनलाई पहिलो जिम्मेवारी दिनुभयो। के दिनुभयो त, मेरा पाठाहरूलाई खुवाओ है। अनि प्रभुले ठुलो जिम्मेवारी उनलाई दिनुभयो। पहिलो प्रश्न गर्नुभयो, उनले नम्रपूर्वक जवाफ दिए अनि प्रभुले पहिलो जिम्मेवारी दिनुभयो, मेरो पाठाहरूलाई खुवाओ। अनि फेरि दोस्रो पटक सोध्नुभयो, फेरि दोस्रो पटक पनि उनले त्यही नम्रपूर्वक उत्तर दिए अनि फेरि दोस्रो जिम्मेवारी दिनुभयो, मेरा भेडाहरूको हेरचाह गर। अनि तेस्रो पटक पनि प्रश्न गर्नुभयो, तेस्रो पटक पनि उनले जवाफ दिए र त्यहाँ पनि प्रभुले भन्नुभयो अर्को जिम्मेवारी, मेरा भेडाहरूलाई खुवाओ। अब यहाँनिर पाठाहरूलाई खुवाओ, भेडाहरूको हेरचाह गर भनेर जुन प्रभुले भन्दै हुनुहुन्छ नि यसको अर्थ चाहिँ के हो त? भेडाहरू भन्नाले साँच्चीकैका भेडाहरूको बारेमा प्रभु बताउँदै हुनुहुन्छ र होइन? प्रभु भन्दै हुनुहुन्छ मेरो मानिसहरू, विश्वासीहरू, मेरो सरल भाषामा जनताहरू या मेरो व्यक्तिहरू, मेरो मानिसहरूको चाहिँ के गर, हेरचाह गर। त्यो व्यक्तिहरूलाई खुवाओ। अनि के खुवाओ? खाना होइन, परमेश्वरको जीवित वचन खुवाओ भनेर चाहिँ पहिलो जिम्मेवारी चाहिँ प्रभुले यहाँदेखि नै दिन सुरु गरिसक्नु भएको थियो सिमोन पत्रुसलाई। अनि सिमोन पत्रुसले यहाँदेखि नै प्रभुको जिम्मेवारी चाहिँ के भइसकेको थियो, पाइसकेको थियो कि प्रभुका जनहरूलाई हेरचाह गर्ने, प्रभुका जनहरूलाई खुवाउने, प्रभुको जीवित वचन चाहिँ प्रचार गर्ने जिम्मेवारी चाहिँ उनले यहाँबाट नै पाइसकेका थिए है। अनि प्रभुले उनको हृदयलाई जुन जाँच गर्नुभएको थियो अनि त्यही जाँच गर्दै गर्दाखेरिको उत्तर पाइसक्नु भएपछि नै मात्र प्रभुले के गर्नुभएको हो, यो जिम्मेवारी दिनुभएको हो
है। मैले आज सुरुमै मेरो शीर्षक तपाईँहरूलाई भनिनँ, किनभने यो थोरै मैले तपाईँहरूलाई पहिला एक्सप्लेन गर्दै थिएँ कि आजको वचन चाहिँ हामी सिमोनको जीवनीलाई हामी हेर्दै थियौँ। त्यही कारणले मैले आफ्नो शीर्षक चाहिँ तपाईँहरूलाई सुरुमै भनेको थिएन। तर मैले आजको वचनको शीर्षक के राखेको थिएँ त भन्दा, प्रभुले पहिले हृदय हेर्नुहुन्छ, त्यसपछि जिम्मेवारी दिनुहुन्छ। अनि प्रभुले यही काम सिमोन पत्रुसलाई गर्दै हुनुहुन्छ, सिमोन पत्रुससँग गर्दै हुनुहुन्छ। पहिला सुरुमा प्रभुले उसको हृदयलाई हेर्नुभयो, उसको हृदयलाई जाँच्नुभयो कि यिनी अब तयारी भएका छन् कि छैनन् त, यिनी फेरि पहिला जस्तै घमण्ड स्वभावका छन् कि म गर्छु या म छु भन्ने खालको स्वभावकैमा ढलिरहेको छ कि अब यिनी नम्र भएको छन् त भन्ने जाँच प्रभु पहिला गर्दै हुनुहुन्थ्यो, उनको हृदयलाई पहिला हेर्दै हुनुहुन्थ्यो। अनि जब प्रभुले थाहा पाउनुभयो कि उसको हृदय अब तयारी भइसकेको छ भने, अनि तब मात्रै प्रभुले के गर्नुभयो, जिम्मेवारी दिनुभयो। जुन जिम्मेवारी प्रभुले भन्नुहुन्छ, पाठाहरूलाई खुवाऊ, मेरो व्यक्तिहरूलाई, मेरा मानिसहरूको हेरचाह गर, मेरा मानिसहरूलाई खुवाऊ, यानि मेरो विषयमा मानिसहरूलाई प्रचार गर भनेर जिम्मेवारी प्रभुले दिनुभयो है। अनि आजको वचनले, आज पत्रुसको जीवनले हामीलाई यही सिकाउँदछ कि आज हाम्रो हृदय चाहिँ प्रभुमा तयारी भएको छ कि छैन, प्रभुको जिम्मेवारीलाई लिनको निम्ति हाम्रो हृदय तयारी भएको छ कि छैन भन्ने कुरा चाहिँ आज पत्रुसको जीवनले र यो घटनाले चाहिँ आज हामीलाई सिकाउँदै हुनुहुन्छ है। प्रभुले जब हृदय हेर्नुहुन्छ भन्ने विषयलाई हामीले पहिलो सामुएल 16:7 गएर हेऱ्यौँ भने पनि हामीले त्यो पाउँछौँ कि मानिसले बाहिरी रूप हेरेर विचार गर्छ, तर परमेश्वरले के हेर्नुहुन्छ, हृदय हेर्नुहुन्छ। यो पहिलो सामुएलको 16:7 हामी पाउँदछौँ है। परमेश्वरले पनि जब दाउदलाई राजा बनाउनको निम्ति, राजा नियुक्त गर्नको निम्ति के हेर्नुभयो, दाउदको हृदयलाई रोज्नुभयो, दाउदको हृदयलाई हेर्नुभयो, दाउदलाई हेर्नु भएन, दाउदको बाहिरी रूपलाई हेर्नु भएन, उनको हृदयलाई हेर्नुभयो, हृदयलाई रोज्नुभयो। त्यसरी नै प्रभु येशूले पनि आफ्नो राज्यको जिम्मेवारी दिनको निम्ति हृदय हेर्नुभयो है। अनि त्यो हृदयमा के हुनुपर्दछ त, त्यो हृदय त हेर्नुहुन्छ, तर त्यो हृदयमा के हुनुपर्दछ त भन्दा, प्रेम, परमेश्वरप्रतिको प्रेम है। म तपाईँलाई प्रेम गर्छु प्रभु भनेर जुन उनले स्वीकारेको छ, त्यो प्रेम हुनुपर्दछ हृदयमा, नम्रता हुनुपर्दछ, अनि इमानदारिता हुनुपर्दछ, समर्पणता हुनुपर्दछ है। सम्पूर्ण कुराहरू चाहिँ प्रभुमा समर्पण गर्ने त्यो समर्पणता चाहिँ त्यो हृदयमा हुनुपर्दछ। अनि त्यही हृदयलाई नै, त्यही प्रेमलाई नै, त्यही नम्रतालाई नै प्रभुले के गर्नुहुन्छ, रोज्नुहुँदछ। आफूले जिम्मेवारी दिनको निम्ति प्रभु त्यो हृदयलाई हेर्नुहुँदो रहेछ। एकजना थियोलोजियन स्कलर, बाइबल स्कलर जोन स्टट, मलाई ठ्याक्क प्रोनाउन्सिएसन नमिल्न सक्छ, जोन स्टटले भनेका छन्, क्रिस्चियन मिनिस्ट्री इज नट सस्टेन बाई ट्यालेन्ट बट बाई क्यारेक्टर है। क्रिस्चियन सेवकाई चाहिँ हाम्रो ट्यालेन्टले होइन, हाम्रो खुबीले होइन, तर हाम्रो चरित्रले टिक्दछ होइन, सस्टेन हुँदछ। अनि त्यो क्यारेक्टर चाहिँ के हो त भन्दा चाहिँ प्रेम, परमेश्वरलाई गर्नुपर्ने प्रेम, परमेश्वरलाई दिनुपर्ने नम्रता, परमेश्वरप्रति हुनुपर्ने समर्पणता, इमानदारिता। अनि त्यो व्यक्तिले या त्यस्तो हृदय भएको व्यक्तिलाई चाहिँ प्रभुले के गर्नुहुँदो रहेछ, प्रभुको राज्यमा सेवकाई या जिम्मेवारी वहन गर्ने काम चाहिँ प्रभुले दिनुहुँदो रहेछ। अनि आज पत्रुसलाई पनि प्रभुले त्यसरी नै हेर्नुभयो, हृदयलाई हेर्नुभयो कि यो प्रेममा परिणत भयो कि भएन, नम्रतामा परिणत भयो कि भएन भनेर नै प्रभुले पत्रुसलाई हेर्नुभयो, सिमोन पत्रुसलाई। अनि तब मात्रै प्रभुले के गर्नुभयो त, जिम्मेवारी दिनुभयो
है। अनि यही जिम्मेवारी मैले बारम्बार भने, यही जिम्मेवारी कहाँनिर पुरा भएको हामी देख्दछौँ पेन्टिकोसको समयमा है आएर पुरा भएको हामी देख्दछौँ है। कि प्रभु चाहिँ हामीलाई दोष देखाउने प्रभु हुनुहुन्न, यो पनि हामीले बुझ्नुपर्छ है। प्रभुले मलाई इन्कार गर्यो भनेर उनलाई प्रभुले जुन योजना राख्नुभएको थियो, जुन योजना राखेर आफ्नो चेला बनाउनु भएको थियो, त्यो योजनालाई छोडेर यिनले मलाई इन्कार गर्यो भनेर प्रभुले त्यसलाई सम्झेर त्यसलाई दोष दिने गर्नु भएन। तर प्रभुले क्षमा दिने र दोस्रो मौका प्रभुले सिमोन पत्रुसलाई दिनुभएको थियो है। अनि त्यसरी नै आज तपाईँ र मलाई पनि प्रभुले के गर्नुहुन्छ, दोस्रो मौका दिनुहुन्छ है। प्रभु जसरी सिमोन पत्रुसलाई पुनः उठाउन चाहनुहुन्थ्यो, पुनः स्थापित गर्न चाहनुहुन्थ्यो हैन। किनभने मैले सुरुमा पनि भने उनी त टुटिसकेका थिइन्, उनी त गिल्टमा बसिसकेका थिइन् कि मैले प्रभुलाई यस्तो गरेँ भनेर। पुनः गिल्टमा बसेर त अब उनी आफ्नो स्वभावतिर पहिलाको कामतिर फर्किरहेको अवस्था थियो। तर प्रभुले त्यतिकै छोड्नु भएन। प्रभु सिमोनलाई पुनर्स्थापित गर्न चाहनुहुन्थ्यो, रिस्टोरेसन गर्न चाहनुहुन्थ्यो। अनि त्यही कारणले फेरि प्रभु कहाँ आउनुभयो, सिमोन कहाँ आउनुभयो, सिमोनसँग बोल्नुभयो, सिमोनलाई प्रश्न गर्नुभयो, सिमोनको हृदयलाई जाँच गर्नुभयो। अनि त्यसरी नै आज तपाईँ र मलाई पनि प्रभुले के गर्नुहुन्छ, जाँच गर्नुहुन्छ। हाम्रो हृदयलाई प्रभुले जाँच गर्नुहुन्छ, हाम्रो हृदयलाई प्रभुले हेर्नुहुन्छ है। मैले भर्खर यहाँनिर जुन स्टर्टको बनाइलाई भने प्रभुको जिम्मेवारी या सेवकाईको निम्ति ट्यालेन्टले होइन, को कति बोल्न सक्दो रहेछ, त्यसमा कति खुबी रहेछ भन्ने कुराले होइन, तर त्यसको क्यारेक्टरले के गर्दछ, ठिक्दछ। त्यसको क्यारेक्टरले देखाउँदछ कि क्यारेक्टरमा त्यही भने नम्रता, प्रभुप्रतिको प्रेम, समर्पणता, इमान्दारिताको कुराहरू आउँदछ। अनि प्रभु हाम्रो हृदयलाई पनि त्यही भएको चाहनुहुन्छ। तपाईँ र मेरो हृदयलाई पनि प्रभुले प्रेममा रहेको, नम्रतामा रहेको प्रभु चाहनुहुन्छ। र जसरी सिमोन पत्रुसलाई प्रभुले जिम्मेवारी दिनुभयो, त्यसरी नै तपाईँ र मेरो निम्ति पनि प्रभुले के गर्नुभएको छ, योजना राख्नुभएको छ, जिम्मेवारी दिनुभएको छ, राख्नुभएको छ। अब यो वचन सुन्दै गरिसकेपछि तपाईँहरूले पहिला सुरुमा गरेको प्रश्नको उत्तर के पाउनुभयो त्यो लेख्नुहोस्। तपाईँले लेख्नुभएको उत्तर छँदैछ। अब तपाईँले वचन सुनिसकेपछि प्रभुको राज्यमा जिम्मेवारी या सेवकाईको निम्ति के हुन आवश्यक छ त्यो कुरा तपाईँले लेख्नुहोस्। के खुबी हुन आवश्यक छ भन्ने कुरालाई तपाईँले तल पेपरमा, त्यही पेपरमा तलपट्टि लेख्नुहोस्। अनि कम्पेयर गर्नुहोस् होइन। सुरुमै लेखेको पनि के अरे यसरी म्याच हुन्छ भने झन् राम्रो है। तर सुरुमा लेखेको चाहिँ मैले यस्तो लेखेको थिएँ, त्यो गलत हुन गयो भन्ने होइन। तर दोस्रोपल्ट तपाईँले वचन सुनिसकेपछि प्रभुको सेवकाई र प्रभुको राज्यमा जिम्मेवारी र सेवकाई गर्नको निम्ति, बोक्नको निम्ति के हुनुपर्दो रहेछ भन्ने कुरालाई तपाईँले लेख्नुहोस्। तपाईँले कति तपाईँले वचन जसरी बुझ्नुभयो त्यही प्रकारले तपाईँले लेख्नुहोस्। मलाई तपाईँले देखाउनु पर्दैन, तपाईँले आफै नै त्यसलाई विचार गर्नुहोस् है। पछि हामी हेरौँला, तर अहिले तपाईँले भन्नु आवश्यक छैन है। हुन्छ, यही आजको वचनले तपाईँलाई म उत्साह दिन चाहन्छु कि हामीले चाहिँ हाम्रो हृदयलाई तयारी बनाउन आवश्यक छ। प्रेममा, नम्रतामा अनि समर्पणतामा प्रभुको निम्ति तयारी बनाउन आवश्यक छ है। र यो वचनले आज हामीलाई यही सिकाउँदै हुनुहुन्छ कि पत्रुस असफल भएका थिए। पहिला उनलाई लागेको थियो म असफल भएँ किनभने मैले गल्ती गरेँ भनेर। तर असफलतालाई पनि प्रभुले के गर्नुभयो, दोस्रो मौका दिएर सफलतामा परिणत गर्नुभयो है। हामीलाई लाग्दछ कहिलेकाहीँ मैले यस्तो गरेँ, म असफल भएँ या म प्रभुको नजरमा योग्यको छैन होला भन्ने हामीलाई लाग्न सक्छ। तर त्यस्तो होइन। प्रभु हामीलाई दोस्रो मौका दिन तत्पर हुनुहुन्छ। तर हामी तयारी हुन आवश्यक छ। हाम्रो हृदयले चाहिँ भन्नु पर्यो, प्रभु म तपाईँको जिम्मेवारी लिनको निम्ति
तत्पर छु, तयार छु। अनि आफ्नो हृदयलाई तयार पार्नु पर्यो है। अनि प्रभुले हाम्रो सबै पूर्णतालाई हेर्नुहुन्न है, तर साँचो प्रेम र समर्पणतालाई हेर्नुहुन्छ। प्रभु हाम्रो घमण्डलाई होइन, तर हाम्रो नम्रता र भरोसालाई प्रभु हेर्नुहुन्छ है। असफल भए पनि प्रेममा फर्किएर हामी फेरि सेवामा प्रयोग भएको प्रभु चाहनुहुन्छ है। त्यसैले आज हामीले पनि पत्रुसले जस्तै भनौँ, प्रभु म तपाईलाई प्रेम गर्दछु, तपाईँ जान्नुहुन्छ म तपाईलाई प्रेम गर्दछु। आज हामी एकसाथ भनौँ यो कुरा, प्रभु तपाईँ सबै कुरा जान्नुहुन्छ, म तपाईलाई प्रेम गर्छु। एकसाथ भनौँ हामी, प्रभु तपाईँ सबै कुरा जान्नुहुन्छ, म तपाईलाई प्रेम गर्छु। आमेन है। आज साँच्चै हामी प्रभुलाई प्रेम गर्ने व्यक्तिहरू हौँ अनि हाम्रो हृदयलाई तयार पार्न आवश्यक छ। हुन्छ, आजको वचनलाई म यतिकैमा राख्नेछु। आशा गर्दछु तपाईँले वचन बुझ्नुभयो होला। अनि प्रभुले हामी प्रत्येकलाई अझै आशिष दिनुभएको होस् र हाम्रो हृदयलाई प्रभुले तयार बनाउनु भएको होस्। आमेन। हुन्छ, यो समय फेरि पनि म सञ्चालिकाज्यूलाई दिँदै यो समयलाई यतिकैमा राख्दछु। सम्पूर्णमा फेरि पनि जय मसीह। हुन्छ, परमेश्वरको महिमा भएको होस्। हाम्रो बिचमा दिदीहरूले एकदमै आशिषमय वचन बोलेर जानु भइसकेको छ। साँच्चै नै परमेश्वरले चाहिँ हाम्रो हृदय हेर्नुहुन्छ है। त्यसै कारणले हामी सबैजनाले आफ्नो हृदयलाई चाहिँ हरेक पटक चाहिँ हामीले जाँच्ने गर्नुपर्छ र म चाहिँ प्रभुमा ठिक छु कि छैन, परमेश्वरले चाहिँ मेरो हृदयलाई मनपर्ने काम चाहिँ मैले गरेको छु कि छैन भन्ने कुराहरू चाहिँ हामीले आफैलाई जाँचिराख्नुपर्ने र हाम्रो यदि खराब भए हामी परिवर्तन हुने काम चाहिँ हामीले गर्नुपर्ने हुन्छ है। हुन्छ, हामी अन्तिम समयमा आइसकेको छौँ। अनि अन्तिम समयलाई पनि म टिकन लिलीलाई नै दिनेछु। उहाँले नै आजको सङ्गतिलाई चाहिँ अन्त्य गर्नुहुनेछ। यो समय चाहिँ म तपाईँहरूको बिचबाट खोजेल्नेछु। जय मसीह। हुन्छ, फेरि पनि धन्यवाद छ सञ्चालिकाज्यूलाई। हामी अन्तिम प्रार्थना गर्नेछौँ अनि यो सङ्गतिलाई हामी अन्त्य गर्नेछौँ। अन्तिम प्रार्थना सँगसँगै हामी प्रभुले सिकाउनु भएको प्रार्थनालाई पनि गाउनेछौँ। आफ्नो पाउमा हामी खडा हुनेछौँ। प्रभुले सिकाउनु भएको प्रार्थनालाई पनि हामी गाउनेछौँ। हुन्छ, हामी पहिला अन्तिम प्रार्थना गर्दै यो सङ्गतिलाई हामी अन्त्य गर्नेछौँ। प्यारो प्रभु परमेश्वर बुवा, हामी तपाईँलाई धन्यवाद दिँदछौँ फेरि पनि यो समयको निम्ति, यो सङ्गतिको निम्ति र तपाईँको उपस्थिति हाम्रो बिचमा, हाम्रो साथमा तपाईँले राख्नुभएको निम्ति हामी तपाईँलाई हाम्रो हृदयदेखि धन्यवाद दिँदछौँ। र यस सङ्गतिबाट तपाईँको महिमा, तपाईँको प्रशंसा भएको छ भने हामी पूर्ण भरोसा विश्वास गर्दछौँ र तपाईँले अझै आफ्नो आशिषहरू हामी प्रत्येकमाथि खन्याउनु भएको छ र यसरी नै निरन्तर तपाईँको आराधना गर्न, तपाईँको सेवा गर्न, तपाईँको सङ्गति गर्नलाई तपाईँले हामीलाई सधैँभरि तत्पर राख्नुहुनेछ अनि सधैँभरि सहायता गर्नुहुनेछ भने हामी पूर्ण भरोसा तपाईँमा राख्दछौँ र हाम्रो यो सङ्गतिलाई हामी तपाईँकै हातमा राख्दछौँ। जसरी तपाईँले आज हामीलाई आउँदा सुरक्षा दिनुभयो अनि त्यसरी नै प्रभु यसरी सङ्गतिमा बस्नको निम्ति सुरुदेखि अन्तिमसम्म तपाईँले हामीलाई धैर्य धारण गर्ने शक्ति, सामर्थ्य तपाईँले दिनुभयो। अब हामी यहाँबाट छुटेर जानेछौँ। हामी प्रत्येकको साथमा तपाईँ रहिदिनुहोस् र फेरि अर्को दिन, अर्को समयमा तपाईँकै नाउँमा यस ठाउँमा फेरि हामी यसरी भेला नभएसम्म तपाईँको सुरक्षा, शान्ति, आनन्द र अनुग्रह हाम्रो बिचमा, हाम्रो साथमा सधैँभरि तपाईँले राख्नुभएको होस् भने बिन्ती प्रार्थना गर्दै आजको यो सङ्गतिलाई, हामीले सुनेका सबै सूचनाहरूलाई प्रभु तपाईँको हातमा राख्दछौँ। यो ननिटनमा तपाईँको महिमाको काम हुन सकेको होस्, हाम्रो नेपाली सङ्गतिद्वारा धेरै नयाँ आत्माहरू बच्न सकेको होस् भने बिन्ती प्रार्थना गर्दै यो सङ्गतिलाई तपाईँको हातमा अर्पणदै माग्दछ आशिष प्रभु यीशु ख्रीष्टको नाममा।
यीशु ख्रीष्टको अनुग्रह, पवित्र आत्माको सङ्गति, सहभागिता यसरी नै हामी सबैसँग आज अनि सदा सर्वदै बनिरहोस्। आमेन। जय मसीह।